सो हेलो गाइस वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी दाजुभाइ टक्क घुम्न आएको होइन। यो कलकत्ता वेस्ट बङ्गाल हो। यहाँ चाहिँ ठुलो झिलहरू छ क्या। माछा कुकुरले पनि भुकिरहेको छ। ए रुक 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 वेट 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 ठन्डा ठन्डा छ। खोलाहरू सहरतिर गयो गर्मी हुन्छ। यसो झिलतिर आयो भने ठन्डा ठन्डा मौसम ल है गाइज, सहरभन्दा गाउँ बेसी नै ठिक भन्थ्यो हो कि क्या हो। पसक्कै बनायो पसिनै पसिना। बाफ्रे इतना गर्मी। Oh my god. सो हेलो गाइस, आज पनि तपाईँ आधी उधी घुमिसक्यो होइन। ठुलो छ क्या यो चाहिँ। वेस्ट बङ्गालको सबभन्दा ठुलो मछली मतलब पाल्ने ठाउँ चाहिँ यही हो क्या होइन। मैले सोधेको यो गभर्मेन्टको हो कि सरकार के भन्छ प्राइभेट हो भनेको, सबै प्राइभेट हो अरे। फेरि यहाँ हेर्नु कति छ भने आमा यो सबै यहाँ भएको छेउहरू यो साइड साइडमा कति टाढो टाढोसम्म छ, कति टाढो टाढोसम्म पुरै माछा पालन प्राइभेट रे। त्यही पनि सोधेको सरकारी होइन प्राइभेट हो हाम्रो भन्थ्यो अघि एउटा मान्छेलाई भेटेको बाटोमा। यति ठुल्ठुलो छ कि पुरा पार्किङै बनाएर माछा पालेको छ नि यिनीहरूले। बङ्गलामा वेस्ट बङ्गालमा यस्तो बङ्गालीहरू धेरै छ होइन। माछा नखाइकन तिनीहरूलाई अब चित्त नै बुझ्दैन। माछा उनीहरूको फेमस भनेको माछा। ओ माई गॉड बिलियन। यहाँ चाहिँ फेरि काठमाडौँको कोटेसनमा बसे जस्तै हो। एयरपोर्ट नजिकै छ, प्लेन कुद्या कुदे मतलब उड्या उडे गर्छ, उड्या उडे गर्छ होइन। अब चाहिँ शीतल भयो गाइज। ल हाम्रो प्रार्थना सुन्ने जस्तो छ, एकदम शीतल भयो। गर्मीको मौसम यहाँ कोठामा कति बस्नु भनेर निक्लिदिएको यार। झन् पो गर्मी हो। पानी ल्याउनु पर्नेछ है। हाम्रो केटो पुरा त्यहाँ नरिवल फलिरहेछ। ल टिप त मेरो भाइले चाहिँ अम्बा टिपिरहेको छ। यहाँ अम्बा रहेछ, हामीले चाहिँ अम्बा खाने टम्बाको रुख रहेछ केटा इन्डियामा हेर्नु नि। गाउँ जस्तै हो यहाँ त, गाउँ जस्तै हो। यसो बाहिर गाउँतिर भाइ एउटा भाइ नेचुरल एकदम राम्रो हो क्या यो भाइको। तर पाक्नु खोजेको रहेछ केटा यार। तर यहाँ देख्यो भने मार्छ। गाउँघर पनि धेरै बन्नु गएको होइन। अब आफ्नो महिनै भइसक्यो घर आएको पनि। काम गरेँ त लगभग 2 साल भयो होला। अनि यसो छुट्टै दिन कति रुममा बस्नु हो। त्यो अब त्यो बजारतिर गए पनि मान्छेको हाल के छ हुन्छ।
फाइनली गाई सबै घुमिनु सक्यो होइन। आजको दिन पनि अब लगभग सकिसक्यो। अब आजको भिडियोलाई चाहिँ बाई बाई, फेरि पछि पनि म आउनेछु होइन। साथ र सपोर्ट दिनु होला। राम्रो लाग्यो भने च्यानललाई सब्सक्राइब गरिदिनु होला होइन। यस्तो भिडियो लिएर आउँछु म पछि मेरो होटलको बारेमा, कस्तो सेपहरूको बारेमा, जब कस्तो हुन्छ होइन, के छ कस्तो हुन्छ सबको बारेमा ल्याउनेछु। भ्लगमा खोल्नेछु होइन। अहिले त्यो सानो छोटो मिठो एकदम टक्कमा राखेछु। माया गरिदिनु होला, हेरिदिनु होला होइन। आजको दिनहरू यतिकै, आज छुट्टी गयो। बाई।